हेलो नमस्ते गुड मर्निङ सबैजना आराम कुशलै हुनुहुन्छ होला म नि आराम कुशलै छु। आज हामी अहिले चाहिँ ठ्याक्कै अल्ड्रिगामा आइपुगेका छौँ। अल्ड्रिगाबाट हामी भिडियो बनाउँदैछौँ। अहिले हालसालै भन्नुपर्दा आज छुट्टी, कति रुममै बस्ने कति काम गर्ने भनेर यसो फ्रेस हुनलाई आज घुम्न निस्केका छौँ हामी। यहाँ भाइ छन् प्रेम बटुवाल घर जाँदैछन्। घर जानको लागि सपिङ पनि गरौँ भन्ने धारणा छ भाइको। अनि अब हामी ठक्क ड्युटी सकेर भर्खर आइयो। अब रुम गइन्छ, खानासाना खाइन्छ, यताउता खाना पनि बनाउनु पर्ने अरे लो समस्या अब त्यहाँनिर। उता आफ्नो रुम जाँदा त खाना रेडी हुन्थ्यो, यता अब खाना बनाउनु पर्ने भयो। समस्या त्यहाँनिर हुने भयो। त्यस्तै छ। रिगा फर्स्ट टाइम आएको, एकदमै रमाइलो लागिरहेको छ। रिगा एकदम ठाउँ राम्रो रहेछ, बस्न लायक रहेछ। हामी एकजना मान्छेले यहाँ पसिरहनु भएको छ है। टक्क हामी बाटोमा आउँदा आउँदै भेट भयो। चिनजान गरौँ कि के गरौँ अब होइन। कसो हामी आरामै हुन्छौँ नि, ज्यानलाई सन्चै छ। म हिँडेको आज घुम्नलाई कति रुम बस्ने भनेर सम्झीसँग भेट भयो यतातिर। टक्क चियासा खायो है। अब गइन्छ रुमतिर। के भन्नुहुन्छ, छुट्टी रमाइलो भइरहेको छ नि होइन। टेन्सन बनाउनु भएको छ छुट्टीमा टक्क होइन। भरे भ्लगमा आउँछ नि हो। के हो चिया खानु पऱ्यो नि हो। जाऊँ होइन त अब चिया खाइयो, अब रुमतिर लाग्यो। सरहरू घामले पोल्याएको छ, त्यस्तै हो, अलिअलि पोलिहाल्छ नि। ए सर ल राम्रोसँग जानु होला है। अब छुटौँ, ड्युटीतिरै भेटौँ होइन। अब 2 दिन छुट्टी छ, 2 दिन छुट्टी छ। अब तपाईँको पनि छुट्टी होला फेरि, भोलि छुट्टी। ए ल ठिक छ, हस् सम्झी ल लागौँ। भाइको रुममा गइयो, खानासाना बनाएर मजाले खुवाए भाइले। धेरै दिन पछाडि भाइको हातको खाना मजाले खाइयो। अब हामी निस्क्यौँ बाहिर यसो घुम्नलाई। अब यहाँ बर्दुबे गइन्छ। सुता त्यस्तै थियो, खाना चाहिँ मजाले मिठो बनाएर खुवाएँ। त्यो कुरामा चाहिँ म अलिक खुसी नै छु, धेरै खुसी छु होइन। छुट्टीको बेला सुताइ त के हुन्थ्यो, अब घुम्न निस्क्यो भाइ सुताइ खासै हुँदैन। अब सरर बर्दुबे गइन्छ, त्यहाँ सानो काम छ, त्यहाँबाट सिधै रुम होइन त। के हो त्यही होइन, के भन्छ यो विषयमा एप्रिसिएट गर्छु हो। ल ठिक छ ल, हामी सरर बर्दुबे जाँदैछ नि त। अब के भन्छ, हामी चाहिँ अहिले बिजनेस वेमा छौँ। भाइको एकदमै पल्ल परेर बसिरहेको छ यहाँ। के अरे दुईजनै अब रुम हिँडेको डिआइपी 1। भाइलाई इमर्जेन्सी कल आयो, कल गर्नुभयो। आफन्त बिरामी हुनु भयो अरे, होइन गइ नहुने भएर भाइ र म चाहिँ अब साथीहरू रुममा पर्खिरहेको थियो। टक्क सबैको छुट्टी मिलेको थियो। भाइ भ्याकेसन जाँदैछन्, यसो सबैजना भेटघाट गरौँ, गफसप गरौँ, तरप्प बसौँ भनेको। त्यो अवसर मिलेन योपालि। अब चाहिँ भाइ जान्छन् रिग्गा, म जान्छु डिआइपी 1। भाइको सल्फै कता हो, बिरामी हुन्छ अरे, साह्रै हुन्छ होला, त्यो भएर भन्नुभएको। नत्र भए त त्यति साह्रो त नगर्नुपर्ने हो भन्छु साथी रुममा जाँदाखेरि। प्रेमलाई छोडियो बिजनेस वेमा, ऊ गए अल्ड्रिगा फर्केर एक्लै, म आएँ एक्लै यता रुमतिर डिआइपी 1 है। आजको यात्रा यस्तै भयो, रमाइलो भयो। एकछिनमा पनि घुम्यो उता होइन, खानासाना बनाएर खाएँ मजाले। छुट्टी आज यसरी नै मनाइयो गाइस। ल सबैजनालाई नमस्कार, धन्यवाद, जय नेपाल। नेक्स्ट भिडियोमा, नेक्स्ट टाइम, नेक्स्ट डे
भेटौँला सबैजनालाई ल धन्यवाद भिडियो हेरिदिनु होला मन पराइदिनु होला भन्दै